ढुकढुक ढुकढुक भइरहेछ है नेपाली सबैको आँखा मैतिर छ किन होला के होला यहाँ ह्याप्पी मदर्स डे लेखेर रहेछ है ल थ्याङ्क यू छोरीलाई लन्डन जान्न म नेपालै बस्छु भनेर बस्नु भएको छ दिदीहरू दाइहरू पिटेनी पोलेनी घामै जाति पिटेनी आमै जाति आमा भन्दा ठुलो त संसारमा केही आमा भन्ने शब्द नै एकदम अब दिदी कति भावुक हुनुभयो है अहिले आमाको कुरा गरेर थ्याङ्क यू मेरो हाजी ल हेलो नमस्ते अनि सम्पूर्णलाई छ्याजलो म राजन नयाँ दिन नयाँ ब्लगमा हार्दिक स्वागत गर्न चाहन्छु आजको ब्लग एकदमै छोटो छ तर विशेष छ आज माता तीर्थाउँसी आमाहरूको मुख्यानी दिन होइन म चाहिँ यहाँ फुपू घर आएको छु फुपूहरू माइली फुपू र साइली फुपूलाई भेट्नको लागि आएको छु है यहाँ चाहिँ अब अरू दिदीहरू नै आउनुभएको छ हाम्रो रक्षित दाई नै आउनुभएको छ दिदीहरू हुनुहुन्छ सबैजना है अब भित्र जाँदैछु आज छोटो कार्यक्रम पनि हामीले गर्दैछौँ फुपूहरूलाई चाहिँ भेटघाट गर्ने कार्यक्रम होइन अब भित्र जाउँ कार्यक्रमतिर ल फुपू ल सेवा ढोक ल दुईजना फुपूलाई सेवा ढोक छ ल हजुर आराम हुनुहुन्छ ल आज माता तीर्थाउँसी है आमाको मुख हेर्ने दिन आमा भनेको यस्तो चिज हो तर हजुर त मेरो फुपू हो फुपूहरू नि आमा सर हो है फुपूहरूलाई चाहिँ सेवा ढोक्छ है आज हजुरहरू चाहिँ धेरै धेरै बाँचेर एकदम निरोगी भएर है ल ल माइली फुपू ल आज हजुरहरूलाई भेट्नको लागि को आउनुहुन्छ हेर्नुहोस् त यहाँ फुपू दुईजना फुपूलाई यहाँ हुनुहुन्छ दिदी नमस्ते दिदी नमस्ते हजुर यहाँ साथी दिदी हुनुहुन्छ दिदी नमस्ते यहाँ अनिता नमस्ते ल यादा म्याडम नमस्ते हजुर यहाँ चाहिँ हजुर दिदीहरू मात्र नभइकन हामी पनि जम्मा भएको छौँ मेरो दाई ल नमस्ते दाई हजुर दाई आराम हुनुहुन्छ होइन आज यहाँ फुपूहरूको आज मुख हेर्ने दिन है ल सबैजना हजुर यसरी चाहिँ फुपू कति वर्ष भयो हजुर हजुर भयो अब म त 60 र 7 8 हजुर 8 भयो भने हजुर हजुर 88 पुग्यो है अझै फुपू त हाम्रो फुपू धेरै बाँच्नुहुन्छ एकदम हेल्दी हुनुहुन्छ यता फुपू सानो फुपू हजुर कति वर्षले सानो हो दिदी फुपू माइली फुपू भन्दा 4 वर्ष भनेपछि 84 पुरा भएर 85 लाग्यो अब होइन ल फुपू निरोगी हुनुहुन्छ धेरै बाँच्नुहुन्छ ल के वर्ग हो र फुपू माइली फुपू बिरालो ए अनि साइली फुपू गड्लो है ल हस् ल फोटो खिच्यो धेरै धेरै धन्यवाद छ धेरै हजुर हजुर अब यो कार्यक्रम यस्तो खालको कार्यक्रम त धेरै वर्षसम्म धेरै पटक यसरी मनाउन पाओस् होइन हामी त त्यही कामना गर्छौँ ल फुपूहरू ल ह्याप्पी मदर्स डे ल हाम्रो यो चाहिँ केक देखेर सबै सरप्राइज भयो ल त्यो हाम्रो आमाहरूलाई को लागि आमाहरूको लागि छोरीले स्पेसल्ली आफ्नै हातले बनाउनु भएको है यसमा क्रिम छैन मिसावट छैन एकदम अर्ग्यानिक केक हो धन्यवाद दिदीले यो होममेड हो अर्ग्यानिक एकदमै हेल्दी अलिअलि खुलाउने दिदी धन्यवाद खाता लगाइदिउँ ल छोरीहरूले बदाहरूले सबै अर्को वर्ष यसरी सधैँभरि हाम्रो आमाहरूको आशीर्वाद थाप्न पाएर यसरी सालै पिछे यसरी मनाउन पाएर केही हुन्न यो त राम्रै छ ताली बजाउनु सबैले
सबैले मजा हाल्ने मेरो छोरी हाल्ने ल मनमा दिदी हजुरले बोलाइदिनु सबैले जम्मा गरेर यस्तो राम्रो फोटो खिचेर राम्रो प्रस्तुति गरेर धेरै धेरै धन्यवाद छ है धेरै धेरै आशीर्वाद छ सदाको केक सानो ल्याइदिनु ल भन्नु त दिदी राम्रो राम्रो कुराहरू चाहिँ खोइ के भन्ने हो त्यति त के अनि चुपचाप भएको जमाना अर्को वर्ष नि भोलि मनाएर पाएर जम्मा गर्न पायो यसरी खुसीसित हाम्रो आमाले जीवन पाओस् ल आऊ साथी ह्याप्पी मदर्स डे सिम्पल हुनुहुन्छ आशीर्वाद दिनु भाग्यमानी चाहिँ भाग्यमानी भएर निरुकी भएर आयो लामो हो सबैले जिउ गर्नु दिदी जिउ गर्नु त दिदी खै आमालाई चुप्प गरेर मेरो आमालाई ल यही हो नि त माया मुख मिठो गर्नु ल ल धन्यवाद छ है आशीर्वाद भाग्यमानी भएर सबैले भाग्य छ भाग्यमानी भएको निरुकी आयो लामो हो सबै सुखी खुसी छोराछोरीले सुख दिएर सन्तुक देखाएर परिपूर्ण छोराछोरी ल ल ल ल ल खै मेरो हातलाई बिचारा मासु छैन आदिलाई चुके मुख मिठो गर्नु है निरोगी हुनुपर्छ ल भाग्यमानी चाहिँ भाग्यमानी भएर निरुकी आयो लामो निरोगी हुनुपर्छ निरोगी भएर ल छोराछोरीको सुख सन्तुक देखा पाएर छोराछोरीले पनि तिमीहरू बाबाआमालाई सुख दिएर सन्तुक देखाएर बच्चाहरूले तिमी पाएर पो हाम्रो भदालाई राजी ल ल ल हो ल र देखिहाले आलिहाली जाइकला बेचेर के सुखी खुसी निरुकी आयो लामो हो गीत हाल्यो के गीत हाल्यो सबैले तँलाई भने तँलाई मान्नु भएर ल ल हुन्छ सबभन्दा निरुकी आयो लामो हो सदा सुखी खुसी निरुकी आयो लामो हो सबै राम्रो छ निरोगी हुनु पर्यो दाइ अहिलेसम्म तपाईँहरूको आशीर्वाद ठिक छ क्या सुख सन्तुक जति के पछि सुख पछि सन्तुक हुन्छ सुख सन्तुक मर्नु थियो त्यो भाग्यवान सबभन्दा दूर ल बु मेरो फुला मुख मिठो गराउँछु पहिला ल धेरै भयो ल फु सेवा ल सेवा ढोक्छ फुपू हजुर आज हजुर आज फुपूहरूको आमाहरूको मुख हेर्ने दिन हो ल धेरै आशीर्वाद दिनु ल धेरै आशीर्वाद छ आगो लामो निरुकी हो छोराछोरीबाट तिमी दुइटाको छोरी र तिम्रो जिन्दगीले यस्तो सधैँभरि यस्तो जिन्दगी उज्यालो होस् सुखी होस् ल हजुरहरू धेरै बाँचेर ल तिमीलाई हामीले राजीनामा पायो मेरो माइती खलाकमा यो एउटा भेटायो छोरी भएर भेटायो भनौँ न छोरी नभए पनि आफू सधैँ सुखी खुसी सधैँ आम्बाहरू मिठो गराउँछु पहिला ल ल ल आज माता तीर्थावसी हाम्रो फुपूलाई ल सेवा ढोक धेरै धेरै शुभकामना सबैभन्दा पहिला रोग आल्ला दिथे नभए यो जिन्दगी सुख सुखी खुसी निरुकी होस् पछि महिनामा सुख मनाउने कि सन्तुक मनाउने सबै चिज नमान्ने रोगी त छोरी पाएछ भनेर राजीनामा पाए
मेरो फुपूलाई ल ढेले आशीर्वाद हो छोराछोरीबाट एकदम धेरै सन्तोष पाएँ है हाम्रोमा तिमीलाई राजीनामा पाएछ ल कहाँ पुग्थ्यो मेरो त्यो गर्दा पनि छोरी भएर राजीनामा पाएँ राजीनामा पाएँ नत्र हाम्रो छोरीहरू नभए कहाँ पुग्थ्यो भजाइहरू पनि राजीनामा छिको छिको झोमिले हो गलो लगाइदिए चसी चुसी तेपल्ले चसी नदीमा फेरि छलन महादिन अब यता पनि हेर्नु भयो मोटो घाटो रोस्टेजहरू आएछ है खै आमा राथे ल ल समात्नु ल ल मिठो मानेर खानु है छोरीहरूले दिएको कुराहरू है सबै खानु बलियो हुनु बलियो हुनु पर्यो मान्नु पाउँछ ल ल ल है फुपू हजुर ल सेवाटोक ल धेरै आशीर्वाद छ कस्तो भाग्यमा नि हजुरहरू त हेर्नु त हजुरको छोरी हो गरेको ल आशीर्वाद दिनु फुपू ल मेरो छोरीहरू भएर यस्तो राम्रो कार्यक्रम गऱ्यो हामी धेरै खुसी छ होइन धेरै सुखी छ अहिले त उमेर गए जस्तो लाग्छ यो सबै भेटघाट गरेर बस्दा त भर्खरको जस्तो लागिरहेको त यो भनेपछि यो सुखी खुसी निरोगी सधैँ आमा रहोस् सधैँ सुखी रहोस् खुसी रहोस् है बाबु ल मेरो बधाले यस्तो बधाहरूले गर्यो एकदम हामी सबै दिदीबहिनी छोरीहरू सबैको सन्तान राम्रो आमा रहोस् सुखी रहोस् निरोगी होस् आयो लामो होस् होइन यहाँ भएको छोरीहरूलाई नि धेरै धेरै आशीर्वाद छ बाहिर भएको छोरीहरूलाई नि धेरै धेरै आशीर्वाद छ भनेदेखि यो सुखी खुसी निरोगी सधैँ आमा रहोस् यो कार्यक्रम सधैँ भइरहोस् होइन बेला बेलामा सधैँ कार्यक्रम भइरहोस् भनेपछि हामी सधैँ खुसी सुखी निरोगी भयो भने अहिले त भर्खरै जन्मे जस्तो आफै लगाइरहेको छ अरू कुरो छोड होइन सबै जम्मा गरेर मेरो दिदीबहिनी मेरो छोरीहरू मेरो बधाहरूले जम्मा गरेर यसो गर्दाखेरि धेरै खुसी छ धेरै सन्तोष छ ल बाबु ल भयो फुपू हजुर ल कति भाग्यमा नि हजुरहरू त हेर्नु त छोरीहरूले ल आशीर्वाद दिनु छोरीहरूलाई छोरीहरूलाई त म त दिन रात दिन मेरो आशीर्वादको साथमा छ भन्ने त मैले दिन रात दिन मेरो यो छोरीहरू मेरो दिदी छोरीहरू मेरो छोरा छोरी होइन म दिन रात मेरो आशीर्वाद तिनीहरूको बाबु आमा मै हो यिनीहरू सोचेछ सोचेछ मैले त्यही सोच्छ यिनीहरूको बाबु आमा मै हो हाम्रो बुढाले पनि मै हो बाबु भन्थ्यो यिनीहरूले सम्झेछ होला सम्झेछ मेरो छोरा छोरीलाई आशीर्वाद दे सधैँ भन् मेरो तिमीहरूको साथमा छ त्यही आशीर्वाद लाएर त यत्रो यत्रो साउने भयो तिमीहरूको साथमा छ तिमीहरूको भने जस्तो होस् आजै पनि तिमीहरूको छोरा छोरीको पनि सुख सन्तोष देख्न पाइरहोस् छोरा छोरीले पनि तिमीहरूलाई सुख सन्तोष दिएर बाबु आमालाई सुख सन्तोष गरिदिनुहोस् सधैँभरि तिमीहरू सुखी रहोस् यहाँ भएको छोराछोरीलाई मात्रै होइन, अब विदेशमा भएकोलाई नि विदेश भएको मेरो छोरा छोरीहरू नाति नातिनी पल्लातिनी पनि छ मेरो सबैलाई तिनीहरूको छ मेरो आशिक तिनीहरूको साथमा छ तिनीहरूलाई रोग राग पिस कसै कहिले नलाओस् तिनीहरूको हिँड्दा ठेस पनि नलाओस् बस्दै केस पनि नजरोस् सधैँ सुखी रहोस् बाबु आमालाई पनि तिनीहरू सुख दिने सन्तोष देखाउने बाबु आमाले पनि तिनीहरूको सुख सन्तोष देख्न पाउँछन् निरोगी भइरहोस् सबैभन्दा ठुलो मेरो रोग भन्ने लाग्दै नलागिरहोस् सुख सधैँभरि सुखे भाग्य मान्ने कति राम्रोसँग कति मिठो आशीर्वाद दिनुभयो हाम्रो फुपूहरूको आशीर्वाद लागोस् ल सबैलाई लागोस् धन्यवाद धन्यवाद ल ताली बजाए सबैले आजको चाहिँ कार्यक्रम कस्तो लागिरहेछ त भनेर म दिदीहरूसँग कुरा गर्न गइरहेछु है त अब कुरा गरौँ दिदी नमस्ते
नमस्ते हजुरलाई कस्तो लागेको छ त नि आमाहरूसँग यहाँ एक हजुर दुईटा आमालाई भेटेर यस्तो खुसी मनाउन पाएछ अर्को वर्ष नि यसरी मनाउन पाओस् हजुर मेरो अब स्वर्गमा भएको बाआमाहरूलाई सम्झेर अब अहिले उनीहरू नभए नि मेरो दुईटा आमा छ साथमा आमाहरूको 100 वर्षसम्म यसरी सालै पछि यसरी मदर डे मनाउन पाओस् हामीलाई आशीर्वाद देऊ आमाहरूले सबै दिदीबहिनी छोरा नाति पनाति सबैलाई आशिक देऊ। अब म चाहिँ मेरो दिदी हाम्रो मनमाया दिदी हङकङबाट आउनुभएको दिदी नमस्ते। आज हाम्रो दिदी पनि यहाँ चाहिँ कार्यक्रममा चाहिँ हुनुहुन्छ। दिदी ल मेरो दिदीलाई नमस्ते। कस्तो लागिरहेको छ आजको कार्यक्रममा? यसरी खुसी लाग्छ बाबु। म त 21-22 वर्ष भयो मेरो आमाहरूसित बस्न मलाई त्यो भन्दा नि सक्छ होइन मेरो बा आमा सबै होइन सबैलाई मैले अहिले कति वर्षमा मान्न पाएको म खुसी नि छ दुःख नि छ। म सक्दैन म भन्नु म यतिमै राख्छु। म सधैँभरि सालै पछि मेरो बा आमा मेरो पितृहरूलाई सधैँभरि म यसरी मनाउन पाऊँ खुसी गर्न पाऊँ होइन। मैले अरू केही नजाने म यति 2 हात जोडेर मेरो पितृहरूलाई मेरो बाबा आमा सबैलाई 2 हात जोडेर यति बिन्ती गर्न जाने आशीर्वाद हाम्रो सधैँ दियो होइन आशीर्वाद दियो त्यही हो। परिवार अहिलेसम्म सबै राम्रै छ है। मेरो बाजे बजे बा आमा पितृहरूले सबैले राम्रै आशिक दिएर त मेरो हाम्रो परिवारहरू कोही पनि राम्रो भइरहेको छ सबै राम्रो भइरहेको छ। कोही नराम्रो भएछ न कोही केही भएछ न होइन। बा आमालाई पितृहरूलाई सधैँभरि यसरी मानिराख्नुपर्छ हामीले होइन। अरू भयो बाबु ल धन्यवाद। दिदीको कुरो एकदम सही हो। जति पनि हाम्रो आमाहरू हुनुहुन्छ बाबाहरू हुनुहुन्छ या हाम्रो पितृहरू हुनुहुन्छ माथि बसेर हेरिरहनुभएको छ हामीलाई आशीर्वाद दिनुहुन्छ उहाँहरूले। आज एउटा यस्तो अवसर हो कि उहाँलाई चाहिँ आज कसरी हुन्छ प्रार्थना गरेर हामीलाई आज धेरै आशीर्वाद दियो भनेर चाहिँ एउटा दिदीको चाहिँ मनमाया दिदी प्रार्थना हो कुरा हो। उहाँले चाहिँ त्यो राख्नुभयो। अब म शान्ति दिदीसँग कुरा गर्न गइरहेको छु। दिदी नमस्ते। कस्तो लागिरहनु छ त नि अहिले आजको यो आमाको मुख हेर्ने दिनमा कस्तो लागिरहेको छ हजुरलाई? एकदम खुसी है आमा आजीहरूसँग है बस्न पाएर ह्याप्पी मदर्स डे है एकदम है राम्रो खुसी छ। हाम्रो दिदी बहिनीहरू सबै भेला भयो होइन। सधैँ यसरी वर्षै पछि हामीले गर्न पाऊँ मेरो आमा आजीहरू होइन। उहाँहरूको आशीर्वाद पनि हामीले पायो हामी खुसी छ है। र यति हो बाबु। ल धन्यवाद धन्यवाद दिदी धन्यवाद दिदी। अब यता कसको पाला आयो? म्याडमको पाला आयो। म्याडम कस्तो लागिरहेछ त नि? ल नमस्ते नमस्ते हजुर। एकदमै खुसी लागिरहेछ। अब एउटा भनाइ नै छ नि होइन पिटे नि पोले नि घामै जाति पिटे नि आमै जाति। आमाभन्दा ठुलो त संसारमा केही आमा भन्ने शब्द नै एकदम अब दिदी कति भावुक हुनुभयो है अहिले आमाको कुरा गरेर। त्यही भएर आमा अब हामीहरू त आमाहरूलाई यसरी देख्न पाइरहेछ। हामीहरू जति लक्की त कोही पनि छैन है। आमाहरूको एकदम छत्र छायामा बस्न पाइरहेछ आशीर्वाद लिन पाइरहेछ है। त्यो एकदम लक्की छ। हामी त लक्की ठानिरहेछ है। आमाको आशीर्वाद सधैँ शिरमाथि होस् होइन शिरमाथि होस्। छोरीहरू भाग्यमानी आमाहरू पनि भाग्यमानी। र हाम्रो परिवारमा हाम्रो गुरुआमा हुनुहुन्छ यहाँ अनिता मेरो साली। ल गुरुआमा नमस्ते। अनिता यहाँ अनिता मेरो साली हो साली नानी हो। ल कस्तो लागिरहेछ? खुसी लागिरहेछ। आमाहरूको आशीर्वाद लिँदैछ थाप्दैछ होइन खुसी लागिरहेछ होइन। ल धन्यवाद ल ल धन्यवाद। ल वा लन्डनदेखि आयो कि हङकङदेखि आयो दिदी? हङकङ हो। हाम्रो दिदीहरू चाहिँ लन्डन जान्न म नेपालै बस्छु भनेर बस्नुभएको छ दिदीहरू दाइहरू। एक झोला ल्याउनु पर्छ हाम्रो दिदीले। ल ल ल खोइ दाइरा मलाई त होइन दाइरा मलाई। ल ल धन्यवाद धन्यवाद दिदी। ल धन्यवाद। हेलो प्रतिमा। ल नमस्ते नमस्ते प्रतिम नमस्ते। कतिखेर हो त नि तिमीहरूको ह्याप्पी मदर गर्ने मदरहरूलाई फेरि?
ओ अहिले पछि गर्ने ल ल ल ल ल हाम्रो चाहिँ चिया पनि आइगयो ल वाउ ल आशीर्वाद दिनु नातिनीलाई बजा ल धेरै पढेर डक्टर भए है डाक्टर बुढो भएर सबै नहोस् आफूले पढ्न सक्ने भएर सबैले मान्ने सबैलाई चित्त बुझाउन सक्ने भाइ है राजा ल आशीर्वाद दिनु नातिनीलाई यही आशीर्वाद खोइ सुनेन माइकमा यहाँ पढ्न सक्ने हिसाबले पढेर फर्स्ट भएर फेरि होल फर्स्ट भएर है स्कुलै टापेर ठुलो मान्ने भएर सबैले खोज्ने सबैले मान्ने भएर पढ्न सक्ने ज्ञानी हुने बुद्धिमानी हुनु सबैले तिमीहरूको आत्माले तिमीहरूलाई मान्ने तिमीहरूलाई खोज्ने भएर है खाजाको समय दिदी के लिँदै हो लट्टे हो चाम्रे नि भन्छ होइन आनन्दीको चाम्रे ओहो दिदी बहिनीको माया खै के हो यो लट्टे भात रहेछ हजुर चिकन पनि रहेछ इस्कुसको अचारी रहेछ ओहो आलुदम पनि रहेछ ल लकी ल अब इन्जोय गर्नुपर्छ ल गाइस अब आज फुपूहरूको चाहिँ मुख हेरियो होइन अब आशीर्वाद नि थापियो अब खाजा खाँदैछु खाजामा चाहिँ त स्पेसल आजको चाहिँ यस्तो यो सुनको हो कि चाँदीको कटौरामा चाहिँ अब चिकन आएको छ सबै आइटम यसरी आएको छ ल ल खाएँ ल ल चेस सबैको भाग मलाई दिएन हुन्छ मसँग थुप्रो मिहिनेत भयो तिमीलाई आशीर्वाद पर्थ्यो ल भाग्नु थ्याङ्क यू मान्यता निरोगी त त्यो रोग पिसबाट भनिन्छ जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्छ यहाँ चाहिँ हाम्रो नानी बाबुहरूले चाहिँ आफ्नो आमाहरूलाई सम्मान स्वरूप चाहिँ यहाँ चाहिँ केक काटेर चाहिँ आमा ल आफ्नो Happy Mother Day, Happy Mother Day. Oh! Happy Mother Day. तिमीलाई फुल Happy Mother's Day. थ्याङ्क यू ल आशीर्वाद छ मेरो बाबुलाई है ल उन्नति प्रगति गर्ने ल ल आशीर्वाद छ मेरो बाबुलाई ल ज्ञानी हुने है ल यो चाहिँ है अब एर्ना दिदी र मेरो तर्फबाट अब यो चाहिँ ओ माय गॉड ताली बजायो सबैले ओ माय गॉड व्हाट इज दिस ल ल नाम ल ह्याप्पी मदर्स डे हामीलाई पनि खाता भन्नु पर्छ त्यो खाताले त आएको खाल्छु मैले हो लगाइदिनु तपाईँले होइन बाँकी भन्नुभयो मेरो बाबु त ज्ञानी त ज्ञानी त ज्ञानी भयो अझै चिरञ्जीवी आयो निरोगी भएर
यो चाहिँ दुईटा थियो ओ ताली बजायो सबैले आशीर्वाद दिनु हो मेरो बाबु मैले आशिक हालेर राखेको छ नातिनीले नि हो आमा नातिनीले नि हाल्नु आएको पल्ला दिने रोग व्यक्ति गर्दा के नाला साधिनु भएको मैले बजेको आशीर्वाद सकेको ह्यापी मदर्स डे ल जुगेर आशीर्वाद देऊ ल अनि त भाइजी मान्ने माघी मान्ने भएर सबैले सबैले पनि टाइम भएर सबैलाई सबैले होइन अगाडि कोही बेला आशिक बोल सबसे ठुलो है सबसे ठुलो ओ ल यो चाहिँ पञ्चायत भनेर सबै सुधार भयो मुक्ति गर्ने भइजा आशीर्वाद छ ज्ञानी छ झन् अझै ज्ञानी हुने पढ्ने राम्रो छ अझै कोसिस गर्ने एससीमा सबभन्दा राम्रो पोजिसन लिने है भाइजी मान्ने भएर ल आशीर्वाद सबैले पढ्नु सक्दै आमाको बेस नातिनी ज्ञानी हुनु पर्यो ज्ञानी ज्ञानी भयो भने सबैलाई खोज्ने हुन्छ पढे लेखेर ज्ञानी ह्यापी मदर्स डे मम्मी ल आशीर्वाद देऊ ज्ञानी भएर अझै धेरै राम्रो गरेर राम्रो नम्बर ल्याउने नम्बर लिएर थ्याङ्क यू छोरी ल ल ल ह्यापी मदर्स डे आथे थ्याङ्क यू ल मेरो बाबु ल राम्रो ज्ञानी अझै धेरै राम्रो नम्बर ल्याएर है एकदम राम्रो है है ल ए ह्यापी मदर्स डे आमा ल जिउ गर आशीर्वाद ल आशीर्वाद बजेमा ल धेरै पढेर पढ्नु भएर ह्यापी मदर्स डे मम्मी थ्याङ्क यू छोरा आशीर्वाद नमस्ते गर नमस्ते गर ल प्रति नमस्ते गर ल मदर्स डे फुपू थ्याङ्क यू ल ल आशीर्वाद आशीर्वाद छ है ल ज्ञानी हुने युनिका सेकेन्ड पोजिसन आएछ अब फर्स्ट हुनुपर्छ फर्स्ट हुने ज्ञानी हुने है ह्यापी मदर्स डे आमा त्यहाँ राख तल राख ल आशीर्वाद ल्याऊ ढोक मेरो नातिनी चाहिँ पढ्न जान्ने चाहिँ अझै फर्स्ट भएछ अझै फर्स्ट नाच्ने सिपालु पढ्न सिपालु सबैले युवराजको छोरी हो भने सबै जान्नै पर्ने भयो है ह्यापी मदर्स डे र ज्ञानी अझै अझै ज्ञानी हुनु पर्यो ल ल ज्ञानी चाहिँ ज्ञानी भएछ ल कान्छी बहिनीले कुकुरलाई केक खुवायो हजुर ल खान्छु त सन्च भएछ अब हावामा आयो है आयो आज यो घरमा कतिवटा केक काट्ने हो थाहा छैन आमा हजुर र नमस्ते सेवा ढोक छ तपाईँलाई मदर्स डेको एकदम धेरै शुभकामना एकदम निरोगी हुने अब छिटो भेट्यो ल ल मेरो बाबु त भाइकी मान्ने भएर सबैले खोज्ने सक्ने मान्ने ज्ञानी त आज ज्ञानी सबै तेरो छोराछोरी जे पनि तँलाई मान्ने तेरो परिवारले मान्ने भइ सबैले यही दिन भने तँलाई खोज्ने तँलाई मान्ने भइ ल हुन्छ आमा ह्यापी मदर्स डे मम्मी ल थ्याङ्क यू मेरो छोरी आशीर्वाद छ धेरै धेरै माया छ जय बाबुलाई नाति नातिनी है अनि बाजे बजेलाई पनि नमस्ते भनिदेऊ है ल थ्याङ्क यू छोरी आएन नमस्ते छ्याजलो आशीर्वाद नमस्ते छ्याजलो थ्याङ्क यू आएन ल ल यहाँ मम्मीलाई यहाँ गिफ्ट पनि पठाएर रहेछ खोलेकै छैन यहाँ म त कस्तो मन ढुकढुक भइरहेको छ के रहेछ भनेर खोल्ने हो अब खोल्ने हो ल ल कान्छी आशीर्वाद
आशीर्वाद छ छोरीलाई ल ह्याप्पी मदर्स डे थ्याङ्क यू छोरी यहाँ आएन अर्को बजेलाई नमस्ते गर आना ल ल ल ल गिफ्टको लागि थ्याङ्क यू छोरी ल ल ठिकै छ त्यस्तो शान्तिनो कुरा हो के अरे मन पर्छ कि पर्दैन भन्नु ए ल अब हुँदैछ अनबक्सिङ तर यहाँ पहिला चाहिँ हुन्छ गेस ए गेम हो गेस अब बाहिरबाट त देखिएछ नि त कस्तो छ त्यो हेरेर चाहिँ हामीले अब गेस गर्नु पर्यो के होला भनेर यसो ग्यास परेको नि छ है निकै है सरप्राइज त निकै डर लाउँदैछ है यो गेस सबै यहाँ भएको सबैले गर्ने हो कि मैले मात्रै सबैले गर्ने हो कि सबैले गेस गर्ने हो ल अनि पर्यो भने अब केही हुनसक्छ है मेरो तर्फबाट ल है ल आमा यो के होला तपाईँले भन्नु त ल त्यो दिनु पर्यो कि तपाईँले पास गर्ने हो कि सबैले छामेर सबलाई उस गर्नु पर्यो तपाईँलाई रेडी हो तपाईँ के पहिला मम्मीलाई गर्न देऊ न आमालाई खोइ यो के अर्नामेन्ट जस्तै छ अरे क्या चाहिँ ल अर्नामेन्ट ल बजारमा पुपो खोइ मैले केही भन्नै सकेन केही न केही त भन्नु न घडी सरी यताउता ल गाडी ल बजेको घडी ल कान्छीले ल कान्छी आजी छिटो भन मैले पोते रे पोते पोती हो त्यसरी भन्नु पर्यो कि डाइरेक्ट छिटो छिटो सन्जुले ए ल ल सिक्री ल यता बहिनीलाई युनिकालाई नि युनिका ल के होला व्हाट दिस ब्रेसलेट ले ब्रेसलेट रे हातमा लाउने चेन रे नेकलेस युनिका नेकलेस बहिनीलाई भन्न देऊ न मेरो बहिनीलाई के होला ल सन्ना दिदी कि त मङ्गलसूत्र हुनुपर्छ कि त नेकलेस हुनुपर्छ त्यो दुईटामा एउटा भन्नु होला नि यस्तै मङ्गलसूत्रै ल मङ्गलसूत्र ल घडीलाई 2 भोट आयो नेकलेसलाई धेरै भोट आयो है ब्रेसलेट मात्रै डायमन्ड गोल्डन हो या त गोल्डन आई थिंक गोल्डको होला नेकलेस ड्याडी गोल्ड ब्रेसलेट मामा मङ्गलसूत्र ल है कसको एन्सर मिल्दो रहेछ है त ओके ल ओपन इट अब यो सबैले गेस गरिसकेछ है अब म खोल्दैछु है यो मलाई अर्को मन ढुकढुक भइरहेछ अलिक डर लाग्यो जस्तो भइरहेछ अलिक डर लाग्यो जस्तै भयो यो त ल मेरो छोरीलाई धन्यवाद छ छोराले पनि यसमा अलिकति मद्दत गरेकोमा उसलाई नि धन्यवाद छ हेलो बाबु नमस्ते छाजलो खै बाबुको ल नमस्ते छाजलो गर सबैले गेस गरिसक्यो अब म खोल्दैछु है कसको गेस मिल्छ होला त मिल्छ है ल मलाई त कस्तो मन ढुकढुक भइरहेछ है एबारी सबैको आँखा मैतिर छ किन होला के होला यहाँ ह्याप्पी मदर्स डे लेखेर रहेछ है ल थ्याङ्क यू छोरीलाई ओ माई गॉड ल रिभिल रिभिल हान्दिनु यहाँ जनताहरू एकदमै एक्साइटेड आत्तिसके ल कसले ब्रेसलेट भन्ने थियो युनिका ल वाउ दामी अब फुपूको गिफ्ट यहाँ छ ओ माई गॉड कस्तो हेभी यसमा कति छ गाइज ल है कति छ यसको गेस गर्ने अनि कमेन्ट गर्ने है यहाँ ओ माई गॉड हेभी छ हेभी ओके ल कान्छेजीलाई दिनु कान्छेजीबाट सुरु हुन्छ है
ल अनिता के होला त्यसमा के होला ल गेस गर्नु ल झ्यापझुप सबैले छिट्टो कुर्ता सुरुवाल ल आमालाई दिइहाल्नु छिटो के होला फुपू ल त्यही हो मैले कुर्ता सुट भन्दै ल म्याडम ब्याग ब्याग कस्तो ब्याग ब्याग मात्रै लेडिज ब्याग ब्याग लेडिज के अरे साइड ब्याग ल सन्जु व्हाट दैट ब्यागै जस्तो ए युनिकलाई देऊ न के हो यिनका छिट भन छिटो भन न छिटो भन्न खाली साइड ब्याग रे प्रतिमा के होला ब्याग नै ब्याग कुर्ता सुरुवाल ओके ल ल गुरु चप्पल ब्याग ब्याग ओके ओके ब्याग ल ओ माय गॉड जुत्ता सु सु ओके कोची के हो यस्तो के हो कोची भन्ने ब्याग हो ब्याग वाओ कंग्रेचुलेसन खोलेर देऊ नि दिदी बाटैसम्म पुग्यो थ्याङ्क यू छोरी राम्रो लाग्यो छोरी प्रतिमाबाट आयो गिफ्ट मम्मीलाई ओ अर्कोपट्टि प्रेजेन्ट अब हाम्रो यहाँ र मेरो तर्फबाटै फेरि पनि त्यो प्रेजेन्ट चाहिँ हामी कुनै ठाउँमा गएर हुनेवाला प्रेजेन्ट हो त्यो चाहिँ होइन अब त्यो प्रेजेन्ट चाहिँ हामी शनिबार या त अब कुन दिन फ्री हुन्छ त्यो दिन चाहिँ त्यो प्रेजेन्ट चाहिँ हुन्छ है त्यो प्रेजेन्ट रहेको छ अब के होला जस्तो लागेको छ ल शनिबार भोलि हो के हो भोलि जाँदा नि भयो नत्र भोलि फ्री भएन या त भोलि जानु मन भएन भने अब पर्सितिर साह्रै नि भयो पिकनिक सिकनिक होला रेस्टुरेन्टमा खाली होला ल तपाईँको त्यही होला मेरो दुईजनालाई मात्रै हो यो यहाँ लिएर आउन मिल्दैन त्यो कुनै ठाउँमा गएर हामीले गर्नु मिल्छ गरिन्छ ए यस्तो पार्लर सालर नेल सेल होला अब स्पा सिस्पा हो केही होला एउटा कुरा भन्नु न 5 वटा कुरा भन्नु एउटा मिलिहाल्छ पार्लरमा गएर होला के पार्लरमा गएर मेकअप पेडिक्योर सेडिक्योर है सेकअप मसाज फुल बडी स्क्रब गरेको थियो नि के हो मसाज त्यही होला ल जानी भनेपछि ल त्यो अब त्यो त्यसको एन्सर चाहिँ एकदमै करेक्ट भएको छ अब स्पाको अब मसाजको भनौँ न अब स्विडिस मसाजको लागि चाहिँ एकदमै अब दुईजना अब मम्मी र कान्छाजीलाई दुईजनालाई शनिबार कि त अब कहिले फ्री हुन्छ दुईजनाको डिस्कसनमा हामी जानेवाला छौँ प्याराडाइस स्पा लेक साइड पोखरामा हामी अलरेडी अबको यो चाहिँ यो जति पनि यो केकहरू चाहिँ यो यहाँ चाहिँ देखिएको छ योभन्दा अगाडि काटिएको सब चाहिँ हाम्रो भान्जी सन्जु भान्जी हेलो चाहिँ यही भान्जीले चाहिँ हो यो केकहरू बनाउने सब केकहरू बनाउने होइन खाना त्यस्तै नम्बर 1 बनाउँछ केकहरू यो मिठाईहरू सबै चिज बनाउँछ हाउस अफ बेकरीको चाहिँ सेफै हो हेड सेफ हुनेवालै छ ल भान्जीले चाहिँ अब तयार पारेको यो केकको चाहिँ अब कटिङ हुँदैछ भान्जीको मम्मी टोलीले Happy Mother's Day आथे भाग्यमानी भएर मेरो छोरी है निरोगी भएर थ्याङ्क यू ल ह्याप्पी मदर्स डे खाता लगाइदियो मम्मीलाई खाता अहिले ओराइदिए नि त ठुलो मान्छेले ओराइदिए थ्याङ्क यू मेरो छोरी दुईटालाई गॉड ब्लेस यू ल Happy Mother's Day आजी भन है Thank you ह्याप्पी मदर्स डे आजी
आशीर्वाद दिइहाल्यो नि हाम्रो कान्छी बहिनीले सर्ट आशीर्वाद सकिएको छैन है साथीहरू आयो छोरीहरू ताली बजाउँ, ताली ताली सबै अब अनबक्सिङको टाइम पालो अब ओके अनबक्सिङ ल मेरो चाहिँ दामी 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 अब यता हाम्रो बहिनीलाई चाहिँ चेक छ चेक लन्डन घुम्न जाने ओके गाइस सम्पूर्णलाई नमस्ते फेरि पनि नमस्ते भन्दै आजको हाम्रो मदर्स डे सेलिब्रेसन यहाँ आएर समाप्त भएको छ फेरि पनि सम्पूर्णलाई नमस्ते छ्याजलो बाई बाई